नै भारतको सीमा मिचेको आशयको अभिव्यक्ति दिएका थिए। ऐतिहासिक तथ्य र प्रमाण विपरीत आएको यस्तो गैर जिम्मेवारपूर्ण भनाइपछि बैठकमा उपस्थित सांसदहरूले तत्कालै उठेर विरोध जनाएका थिए। पूरा जवाफ नदिई सदनबाट बाहिरिए बालेनको उक्त अभिव्यक्ति लगत्तै सदनमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले नियमापत्ति गर्दै हो-हल्ला र नाराबाजी सुरु गरेका थिए। सांसदहरूले आफ्नो भनाई फिर्ता लिन र स्पष्टीकरण दिन माग गरिरहँदा बालेनले भने सबै प्रश्नहरूको जवाफ नै नदिई एकाएक सदनबाट बाहिरिएका थिए। जवाफदेही व्यक्ति नै प्रश्न र आक्रोशबाट उम्किन बैठक नसकिँदै बाहिरिएपछि सदनको वातावरण थप तनावग्रस्त बनेको थियो। सांसदहरूले यसलाई संसद र जनताको अपमान भन्दै चर्को विरोध गरे। सामाजिक सञ्जाल र सर्वसाधारणमा आक्रोश। यो समाचार बाहिरिएसँगै सामाजिक सञ्जालमा समेत बालेनको तीव्र आलोचना भइरहेको छ। सधैँ राष्ट्रवाद र देशको पक्षमा चर्को कुरा गर्ने बालेनबाट यस्तो राष्ट्रहित विपरीतको र तथ्यहीन अभिव्यक्ति आउला भन्ने आफूहरूले कल्पना समेत नगरेको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा अचम्म र आक्रोश व्यक्त गरिरहेका छन्। पार्टीका नेताहरूले पनि यस विषयमा बालेनले सार्वजनिक रूपमा माफी माग्नुपर्ने वा आफ्नो भनाइको ठोस प्रमाण पेश गर्नुपर्ने माग राखेका छन्। सदनमा मचिएको यो हंगामा र बालेनको अप्रत्याशित बहिर्गमनले आगामी दिनमा उनको राजनीतिक यात्रा र कार्यशैलीमाथि थप गम्भीर प्रश्नहरू उब्जाएको छ।